अन्तर्राष्ट्रिय प्रेस क्लब अर्थात् इन्टरनेसनल प्रेस क्लबको आयोजनामा जुन हुन लागेको यो शान्तिको लागि जुन क्रियाशील पत्रकारहरूको एउटा चाहिने जमघट जुन जेरुसलेममा हुँदैछ त्यस जमघटमा हामीले राष्ट्रिय प्रेस क्लब नेपालले जुन आगामी सेप्टेम्बरमा हुन लागेको जुन शान्तिको लागि पत्रकारिता स्वर्ण पदकको लागि छनौटको लागि पनि र अन्तिम रूप दिइने र साथसाथै चाहिँ नि नेपालको हालको स्थितिमा जुन भूकम्पले पीडित भएका अवस्था र साथसाथै प्रेस जगतको समस्यालाई लिएर पनि त्यस कार्यक्रममा हामीले आफ्नो धारणाहरू नेपालको तर्फबाट आफ्नो धारणाहरू राख्ने कार्यक्रम रहेको छ।